दाइ आज एउटा गेम खेलौँ है त दुई भाइले। ल अब जस्तो यो क्यान छ नि, यता पनि 3 आउन पर्यो, यता पनि 3 आएको छ नि। कति देख्नुभयो? 3 3 छ नि। अब यसमा तपाईँको एउटा अरू क्यान ल्याउनुहोस्। यो क्यान मिलाएर पनि फेरि यता पनि 3 आउन पर्यो, यता पनि 3 आउन पर्यो। यो कसरी मिलाउनुहुन्छ? अब हजुरले मिलाउनु पर्यो। 1 2 3 1 2 3 1 2 3 भयो? भएन दाजु, भएन भएन। 3 त्रिकोण चाहिँ मलाई यता निकाल्नु पर्यो। 3 3 भएन दाजु, भएन। अझै पनि भएन। तपाईँको यता पनि आउनु पर्यो, चारैतिर आउनु पर्यो नि त। यता पनि 3 आउनु पर्यो, यता पनि 3 आउनु पर्यो दाजु। जस्तो उनीहरू थियो नि। 1 2 3 1 2 3 भएन दाजु। तपाईँलाई जित्नुभयो भने दाजु, ल यो 100 रुपियाँ भारू दिन्छु तपाईँलाई मैले आएपछि महात्मा गान्धी हजुरको लागि दाजु है, अगर जित्नुभयो भने। एउटा मिलाएर 3 3 मिलाउने दाजु। यता पनि 3, उता पनि 3, यता पनि 3 है। ल हेर्नुहोस्, आज हाम्रो दाजुले चाहिँ गेमको लागि 1 2 3 1 2 3 1 2 3 भएन दाजु, भएन दाजु। अझै पनि त्रिकोण मिलेन नि त। यता पनि 3, यता पनि 3, यता पनि 3 पनि गर्ने हो क्या दाजु। भएन दाजु, 3 करोड गर्नुहोस् ल। म तिमीलाई चित्र बनाएर देखाउँछु। ल ल दाजु, ल अन्तिमसम्म नि भिडियो हेर्नु होला है। यहाँ दाजुले चाहिँ 1 2 3 3 खोइ त, खोइ 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 त। 1 2 3 1 2 3 त्रिकोण तपाईँले चौरल बनाउने हो कि दाजु? चौरल हाम्रो यस्तो थियो नि दाजु। अब हेर्नुहोस्, यता पनि 3 भयो, यता पनि 3 भयो। अब यो बिचमा एउटा कताबाट राख्नु त तपाईँले, फेरि पनि 3 हुन पर्यो के। होइन दाजु, यो साइल 3 यस्तो 3 यो भयो कि भएन गाइस, यसो बताउनुहोस् त। फेरि म गरेर देखाउँछु है। पार्ट 2 म राख्छु फेरि।